भर्खरै एउटा अदालती फैसला आयो नि, त्यसले 15 वर्ष पुरानो सायद नेपालकै सबैभन्दा ठूलो आर्थिक ठगीकाण्डलाई फेरि चर्चामा ल्याइदियो। हो, युनिटी लाइफ इन्टरनेशनल। कसरी एउटा कम्पनीले लाखौं मान्छेलाई सपना देखाएर अर्बौं रुपियाँ ठग्न सक्यो भन्ने कुरा। आज हामी यिनै युनिटी प्रकरणबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। हामीसँग विभिन्न समाचार, अदालती फैसलाका कुराहरू, अरू सामग्रीहरू छन्। यो कसरी सुरु भयो, कसरी फैलियो, अनि कसरी ढल्यो, र अहिले पछिल्लो अवस्था के छ, त्यही बुझ्ने प्रयास गरौँ न। ल, सुरु गरौँ। यो सुरु भयो कहिले भन्दा सन् 2007 मतलब 2062 साल फागुन 15 मा युनिटी लाइफ इन्टरनेशनल कम्पनी रजिस्ट्रारमा दर्ता भयो। दर्ता त भयो, तर तुरन्तै नेटवर्किङ व्यापारतिर लागिहाल्यो। हो, त्यो पिरामिड शैली, हैन? सदस्य बन्ने, अरूलाई बनाउने अनि कमिसन खाने। सुरुमा कति तिर्नु पर्थ्यो सदस्य बन्न? करिब 15,000 रुपियाँ जति। अनि त्यो तिरेपछि के पाइन्थ्यो त? उनीहरूले योजनाहरू त निकै आकर्षक देखाएका थिए नि। हो नि, जस्तो एस्योरेन्स प्लान भन्ने थियो। 15,000 तिर्दा 5 लाखको दुर्घटना बिमा, 1 लाखको प्राकृतिक मृत्यु बिमा रे। सुन्दा त लोभलाग्दो। अनि अर्को स्वास्थ्य योजना पनि थियो क्यारे? हेल्थ प्लान 15,750 मा आजीवन स्वास्थ्य जाँच र उपचार। अझ 19 जिल्लामा आफ्नै अस्पताल खोल्ने रे। त्यो त पछि सबै झुटो निस्क्यो नि, तर त्यति बेला मान्छेहरूले त पत्याए नि। अनि ट्राभल प्याकेज, डिपार्टमेन्ट स्टोरमा छुट, यस्तै कति हो कति। खास गरी कसलाई निशाना बनाए उनीहरूले? आम मान्छे, गरिबीबाट उम्किन चाहने, जस्तो झापाका एकजना रिक्सा चालक चक्र धिमाल। ए हो र? अनि सिराहाका बद्री खतवे, जसले घरको टिभी नै बेचेर पैसा हालेछन्। मङ्गली धामी जस्ता मजदुरहरू, यस्ता हजारौं थिए। मतलब छिटो धनी बन्ने सपना देख्नेहरू फसे। हो, गाउँ गाउँमा एजेन्टहरू गए, चिल्ला कुरा गरे, अझ नेताहरूबाटै प्रशंसा गराएर विश्वास जिते। अनि त फैलिहाल्यो नि। कति सदस्य पुगेछन्? 5 वर्ष नपुग्दै 3,68,000 भन्दा बढी सदस्य। कसैले त 6 लाख पनि भन्छन्। बापरे। अनि पैसा कति उठाएछन्? करिब 3 अरब 89 करोड रुपैयाँ। देशभर 20 वटा शाखा, विदेशमा पनि, मलेसिया, हङकङ, खाडीतिर। अनि त्यो पैसाले के गरे? लगानीका ठूला कुरा पनि त थिए नि। हो, ब्याङ्किङ, बिमा, रियल इस्टेट, एयरलाइन्स, युनिटी एयर नै खोल्ने रे, हाइड्रो, पर्यटन, तर धेरैजसो घोषणा मात्रै, अनुमति नै नलिएका। बिना इजाजत। त्यहीँनेर गडबड सुरु भयो। हो नि। अनि बल्ल सन् 2010-2067 जेठमा उजुरी र मिडियामा हल्लाखल्ला भएपछि सरकारले छानबिन थाल्यो। अनि जावलाखेलको अफिसमा छापा मार्यो, हैन? हो, त्यसपछि त सरकारले नेटवर्किङ नै अवैध घोषणा गर्यो। कम्पनी दर्ता खारेज भयो। पतनको मुख्य कारण चाहिँ कानून उल्लङ्घनै देखियो। कति धेरै कानून मिचेका। ब्याङ्क ऐन, बिमा ऐन, धितोपत्र ऐन, सहकारी ऐन, विदेशी विनिमय, राजस्व छली, उपभोक्ता अधिकार, सूची लामै छ। सबैभन्दा ठूलो अपराध त बिना लाइसेन्स बिमा बेच्नु र पैसा उठाउनु थियो नि। हो, अनि कारबाही सुरु भएपछि? खै, त्यसपछि त भागाभाग। कम्पनी र मालिकहरूको ब्याङ्क खाता, सम्पत्ति सबै रोक्का। सदस्यहरू कोही पैसा फिर्ता माग्ने, कोही अझै कम्पनीकै पक्षमा। अन्यल भयो। यसका मुख्य खेलाडीहरू को थिए? नामहरू त आएका छन् नि। अध्यक्ष काशीराम गुरुङ, प्रबन्ध निर्देशक विष्णु बहादुर छेत्री, जो पहिले प्रहरीमा रहेछन् तर सामान बेचेको आरोपमा बर्खास्त भएका। हो र? अनि अरू? विष्णुका भाइ कृष्ण बहादुर छेत्री, उनी तालिम निर्देशक थिए। अनि भीम बहादुर गुरुङ, इन्द्र बहादुर विश्वकर्मा, नेत्र राजवंशी, महेन्द्र केसी जस्ता अरू निर्देशकहरू। कम्पनी खारेज भएपछि यिनीहरू के भए? फरार भए? हो, फरार भए, तर 2012 मा काशीराम गुरुङ समातिए। विष्णु र कृष्ण छेत्रीलाई समात्न त गाह्रो भयो रे नि। उनीहरू त 2015 मा बल्ल भारतको मनालीमा भेटिए, माछा व्यापारीको भेषमा। साँच्ची? हो, विष्णुले त आफू मरेको भनेर हल्ला पनि फैलाएका रहेछन्। इन्टरपोलले रेड कर्नर नोटिस नै जारी गर्नु पर्यो। कस्तो नाटकीय। अनि अदालतमा के भयो त? मुद्दा त लामै चल्यो। निकै लामो। 2014 मा ललितपुर जिल्ला अदालतले 12 जनालाई दोषी ठहरायो। 3 वर्ष कैद, जरिवाना। र पछि उच्च अदालतले त सफाई दियो, हैन? त्यो त निकै विवादित भयो। हो, 2017 मा पाटन उच्च अदालतले सबैलाई सफाई दियो। एकदमै विवादास्पद फैसला थियो त्यो। तर अहिले फेरि सर्वोच्चले उल्टाइदियो। हो, भर्खरै अप्रिलमा
सर्वोच्च अदालतले उच्च अदालतको फैसला उल्टाएर 7 जनालाई दोषी ठहर गरेको छ। कोलाई कति सजाय? काशीराम गुरुङ सहित 5 जनालाई 2.5 वर्ष कैद र 25,000 जरिवाना अनि निर्देशक शिशिर योगी र विश्वनाथ गौतमलाई 1 वर्ष कैद 10,000 जरिवाना। ए शिशिर योगी पनि? हो। मुख्य अभियुक्त विष्णु छेत्रीको चाहिँ मुद्दा चल्दा चल्दै मृत्यु भएकाले उनको सजाय कायम रहेन। अनि पीडितहरूको पैसा नि त्यसको बारेमा केही भन्यो अदालतले? त्यो महत्त्वपूर्ण कुरा छ। सर्वोच्चले युनिटी र सञ्चालकहरूको जफत भएको सम्पत्ति बेचेर पीडितलाई पैसा फिर्ता दिनु भनेर आदेश दिएको छ। ए त्यो त राम्रो कुरा भयो। तर कहिलेसम्म फिर्ता हुन्छ, कसरी हुन्छ त्यो हेर्न बाँकी छ। फैसला कार्यान्वयन निर्देशनालयले प्रक्रिया अघि बढाउला। संक्षेपमा भन्दा युनिटीले सपना देखायो, ठग्यो अनि कानूनको फन्दामा पर्यो। वर्षौं लाग्यो तर केही दोषी ठहरिए। पीडितले पैसा फिर्ता पाउने आशा त पलायो, तर एउटा प्रश्न चाहिँ रहिरहन्छ। के प्रश्न? खै त्यो जफत गरेको सम्पत्तिले 3,68,000 पीडितको झण्डै 4 अर्ब रुपियाँ फिर्ता गर्न पुग्ला त? अनि यस्ता घटना फेरि नहोस् भन्नलाई हामीले मतलब समाजले, राज्यले के सिक्यौं? यो चाहिँ सोच्नै पर्ने कुरा हो। वास्तवमा यो गहिरो प्रश्न हो।